विशिष्ट अतिथिका रूपमा उपस्थित वडा नम्बर 1 र वडा नम्बर 3 का वडाध्यक्षहरू, पत्रकार साथी, गौरवदा नगरपालिकाको तर्फबाट कपटपूर्ण रूपले जलान मार्न खोज्नेलाई अगाडि बढ्ने प्रेरणा दिन्छ र आजको दिनले सम्पूर्ण गौरवदावासीहरू, सम्पूर्ण सङ्घ संस्था र सम्पूर्ण नागरिकहरूलाई एक आपसमा मिलेर सद्भाव कायम गर्ने र असत्यमाथि कहिले पनि नझुकिकन धेरै कुरा राख्न चाहन्न। हामी नाच्न गाउन र झुम्न आएका छौँ। त्यही भएर पनि रङहरू सबैको जीवन रङ्गीन बन्न सकोस् भन्ने कामना सहित होलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हाम्रो औपचारिक कार्यक्रम छ, उहाँको लागि पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यस सँगसँगै आजको औपचारिक कार्यक्रम यही समाप्त भएको छ र यस पछाडि हामी लगातार नृत्य र साङ्गीतिक मञ्चनमा रहनेछौँ। ह्याप्पी होली। जय आदरणीय महानुभावहरू। दुश्मन हेरेको हेरे